त्यो 15 गते के हिसाबले उहाँले आन्दोलन थाल्ने भन्नुभयो हजुर त्यो मलाई थाहा छैन। सायद यो 15 गतेको सपोर्टको लागि उहाँले 15 गतेदेखि थाल्ने भन्नुभएको होला। हजुर तर 15 गते त अन्त्य हो। 15 गते अन्त्य। त्यसमा ढुक्क हुनुहुन्छ तपाईँ? ढुक्क छु म। गफ हो कि के हो? 15 गते आउनु त धेरै टाढा छैन त बाबु। 15 गते आउन धेरै टाढा छैन, म ढुक्क छु। तर डाक्टर साहब अहिले यो माहौलले त 15 गते राजा फर्किने अवस्था देखिया छैन हैन र? अब कुरा के हो भने हजुर मैले पटक भनेको छु, श्री 5 ज्ञानेन्द्रको गद्दी हराउनको लागि आन्दोलन गरिरहनु पर्ने, ढुङ्गा हानिरहनु पर्ने आवश्यक छैन। अब 2082 सालको जेठ 11 गतेदेखि श्री 5 ज्ञानेन्द्र बाहिर खुलेर आउन सक्नुपर्छ भने सडकमा आउने होइन। सडकमा आउने होइन, किनभने 2081 सालको फागुन 6 गते साँझ प्रजातन्त्र दिवसको उपलक्ष्यमा उहाँबाट एउटा आह्वान गरिबक्सेको छ। यदि देश धान्ने हो, देश सपार्ने हो भने मलाई सहयोग गर्न आह्वान गर्दछु भनिबक्छ नि, हो कि होइन? अब वैशाख 1 गतेको शुभ सन्देशमा अब नेपाली जनताको सदिच्छा 2082 सालमा पुरा हुनेछ भने नेपाली जनताको सदिच्छा के हो भनिरहनु पर्छ र। नेपाली जनताको सदिच्छा पुरा हुनेछ भनिबक्छ। त्यसपछि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको विकास, त्यही हो नेपाली जनताले चाहिएको। त्यसकारणले अब 2082 सालको जेठ 11 गते श्रीमान ज्ञानेन्द्रले अहिलेको दलका प्रमुखहरूलाई बोलाएर त्यो 5 बुँदे सहमति के हो, सहमति के हो, देशको अवस्था के छ भनेर टेबल टक गर्नु पर्यो। अब दलका चाहिँ नेताहरू आउँछ आउँदैनन्, आएन भनेपछि अब बोलाउनु पर्यो, आह्वान गर्नु पर्यो। अब आएन भने आएन, सहमति यो थियो, मैले बोलाएको आएन है भनेर जनताको नाममा सन्देश दिनु पर्यो। आए टेबल टक भयो, अहिलेको दलले त मान्दैन त्यो 5 बुँदे सहमति। 5 बुँदे सहमति मानेन है, यस्तो यस्तो कुरा भयो, फेरि अर्को सन्देश जानु पर्यो। अनि 2082 जेठको 13 गते कुरा यस्तो यस्तो भयो, अब के गर्ने त? जनताको कुरा राख्नु पर्यो।